गुगल म्यापमा देखिएको यस्तो डरावना चिजहरू। नम्बर 1, हजुरले यो कोड सर्च गरेर हेर्नु भयो भने हजुरलाई यो पानीको बिचमा एउटा कार डुबेको देखिन्छ। हजुरलाई थाहा होला धेरै जस्तो गाडीहरू पानीको साइडमा डुबेको हुन्छ, तर यो कार समुद्रको बिचमा डुबेको छ र यो यहाँ कोले लिएर राखेको होला। अहिले पनि यसको रहस्य खुलेको छैन। नम्बर 2, फेरि अर्को कोड सर्च गरेर हेरेसी लाइब्रेरी भाइबरमा गएर हेरेसी यताउता भूत देखिन्छ, तर मैले रिसर्च गरेर हेरेसी थाहा भयो यो एउटा म्युजियम रहेछ र यो भूतको पुतलाहरू मानिसले डराउनको लागि राखिएको रहेछ, तर यो मानिसले फर्स्ट टाइम देखिसी पक्कै सातो जान्छ। नम्बर 3, फेरि यो कोड हेर, यो समुद्रको भित्र यो चिज देखिन्छ, त्यो डर लाग्दो चिज। भनिन्छ कि यो जनावर 22 मिटर सम्मको छ। यो व्हेल शार्क 18 मिटर भन्दा नि ठुलो। साइन्टिस्टको भनाइ यो एउटा अक्टोपस हुन सक्छ, किनकि यो राम्रोसँग हेरेसी एउटा अक्टोपस जस्तो देखिन्छ। हजुरलाई के लाग्छ यस्तो डरावना चिज के होला?